आज 2083 साल साउन महिनाको 6 गते बुधबारको दिनको नेप्से अपडेट लिएर तपाईहरुको माझमा उपस्थित भइसकेको छु। सुरुमा डिस्क्लेमर दिन चाहन्छु। शेयर बजार जोखिमको क्षेत्र हो। आफ्नो ज्ञानको आधारमा मात्रै खरिद बिक्री गर्नु होला। यो भिडियोलाई एजुकेशनल पर्पजको लागि मात्र लिनु होला। यो भिडियोकै आधारमा खरिद बिक्री नगर्नु होला। के आजको घटाइ सामान्य करेक्सन मात्रै हो? यदि करेक्सन हो भने कहाँसम्म होला? यदि सामान्य करेक्सन हो भने बजार भोलि बढेर माथितिर जान्छ कि अथवा करेक्सन बाँकी नै छ? यो खरिद गर्ने अवसर हो कि अथवा बेच्ने अवसर हो त? यो कुराको पनि हामी आज निष्कर्ष निकाल्ने छौं है त। हिजोको भिडियोमा हामीले के भनेका थियौं भन्दाखेरि यदि आज करेक्सन आउने हो भने बजार चाहिँ 2670 सम्म आएर फेरि फर्किन थाल्यो भने एकदम स्ट्रङ हुन्छ भनेर भनेका थियौं। र अर्को कुरा के भनेका थियौं भने यदि बजार चाहिँ आज करेक्सन नआउने हो भने बजार 2800 सम्म पुगेर करेक्सन आउने र फेरि 2720 बाट फर्किएर गयो भने त्यो पनि राम्रो हुन्छ भनेर भनेको थियौं। भने बजार चाहिँ 2800 सम्म नपुगेर सामान्य करेक्सन आएको छ र बजार 2700 भन्दा माथि चाहिँ सस्टेन भएको छ। यो चाहिँ एकदम नै राम्रो पक्ष हो। आजको भिडियोमा म तपाईहरुलाई नेप्से अपडेट पनि दिनेछु र सेक्टरल अपडेटहरु पनि दिनेछु र इन्डिकेटरहरुले नेप्सेमा कस्तो संकेत गरिरहेको छ त्यो कुराहरु पनि दिनेछु। हामी भोलिको बजारको बारेमा क्यान्डलस्टिक प्याटर्न, चार्ट प्याटर्न, प्राइस एक्सन, इन्डिकेटरहरु र साइकोलोजिकल पोइन्टबाट भोलिको बजार चाहिँ के हुन्छ भनेर हामी निष्कर्ष निकाल्ने छौं। ल अब सुरु गरौँ हामी आजको नेप्से अपडेटबाट। आज नेप्से 0.51% अर्थात 13.95 अंकले घटेर 2712.54 अंकमा बन्द भएको छ। आज नेप्सेमा एकदम नै भोलाटिलिटी देखिन्छ। मार्केट बढ्दाखेरि प्रॉफिट बुक गर्ने मान्छेहरु पनि छन् र मार्केट घट्दाखेरि यो चाहिँ बाइङ अवसरको रूपमा लिने मान्छेहरु पनि छन् भन्ने कुरा यो आजको मार्केट भोलाटिलिटीले देखाउँछ है त। ल मार्केट घट्दै गर्दा आज 77 वटा कम्पनीको मूल्य बढेको छ, 193 वटा कम्पनीको मूल्य घटेको छ र 7 वटामा कुनै परिवर्तन छैन। आज टप गेनरमा ECL, बुंगल, SABBL, प्योर र SAIL छन्। त्यस्तै टप लुजरमा NCC को डिबेन्चर छ, त्यस्तै NB डिबेन्चर छ, त्यस्तै गरेर NBB डिबेन्चर, GMLI र DHPL छन्। त्यस्तै गरेर टप टर्नओभरमा आज NRN, RSML, AKJCL र NHPC छ। त्यस्तै गरेर टप भोल्युममा रिडी, AKJCL, NHPC, CT र RMF1 छ। त्यस्तै टप ट्रान्सकेसनमा SGHL, रिडी, KAHL, CT र BFC छन्। भने आज 5 अर्ब 18 करोड 74 लाख 67,073 रुपैयाँ 77 पैसा बराबरको टर्नओभर आएको देखिन्छ। आज सब इन्डेक्स हेर्दा आज फाइनान्स सब इन्डेक्स सामान्य हरियो छ र म्यानुफ्याक्चर इन्डेक्स सामान्य हरियो छ भने अरु सबै इन्डेक्सहरु चाहिँ रातो भएको छ। बैंकमा डेभलपमेन्ट बैंकमा सामान्य घटाइ छ, त्यस्तै होटलमा पनि सामान्य छ, हाइड्रो पावरमा पनि सामान्य छ, इन्भेस्टमेन्टमा सामान्य, लाइफ इन्स्योरेन्समा सामान्य छ, माइक्रो फाइनान्स सामान्य, म्युचुअल फन्डमा सामान्य छ, नन लाइफमा 1.26 को गिरावट छ। त्यस्तै गरेर अदर इन्डेक्समा पनि 0.98 भनेपछि करिब 1 अंकको र ट्रेडिङ इन्डेक्समा 2.60 को गिरावट छ भने चाहिँ आज मार्केटलाई घटाउनको लागि यही नन लाइफ, अदर इन्डेक्स र ट्रेडिङ इन्डेक्सको चाहिँ भूमिका देखिन्छ र यसको प्रभाव चाहिँ अन्य सेक्टरमा पनि परेर रातामी भएको देखिन्छ। यहाँबाट प्रष्ट रूपमा के देखिन्छ भने अदर इन्डेक्स, ट्रेडिङ इन्डेक्स र नन लाइफको करेक्सन सकिएपछि नेप्सेले पनि एउटा ठूलो मुभ लिन सक्ने यहाँबाट देखिन्छ है त। ल आज 58 नम्बरबाट 54.42% को बाइङ छ, 34 बाट 56.03% को सेल छ, 49 बाट 50.38% को सेल छ, 42 बाट 57.99% को सेल छ, 45 बाट 55.26% को बाइङ छ, 44 बाट 61.04% को बाइङ छ, 38 बाट 55.42% को सेलिङ छ, 48 बाट 52.86% को सेलिङ छ, 57 बाट 50.15% को बाइङ छ, 17 बाट 60.96% को बाइङ छ। आज 4 वटा ब्रोकरबाट बाइङ छ भने 6 वटाबाट सेलिङ देखिएको छ भने चाहिँ आज प्रॉफिट बुक आज पनि मस्तले गरेको देखिन्छ। ल डेली टाइम फ्रेममा हेरौँ हामी। डेली टाइम फ्रेममा 2720 भन्दा मार्केट आज तल बसेको छ। हामीले हिजो यो 2720 लाई क्रुशियल पोइन्ट हो भनेर भनेको थियौं र यो पोइन्टमा यस्तो खालको सेलिङ खालको क्यान्डल बन्नु भनेको स्वाभाविक हो भनेर भनेको थियौं। भन्दाखेरि यो ठाउँमा किनेका मान्छेहरु प्यानिक भएर बसेका छन्, उनीहरु सावा आउन बित्तिकै बेच्छन् र यो ठाउँमा किनेकाहरुलाई पनि यहाँ प्रॉफिट बुक गर्ने बेला भएको कारणले गर्दाखेरि यस्ता सेलिङ खालका क्यान्डल हुनु भनेको स्वाभाविक मान्नुपर्छ भनेर भनेका थियौं हामीले। र जुन 2720 भन्दा हिजो माथि त बसेको थियो तर आज चाहिँ मार्केट 2720 भन्दा तल झरेर अलिकता नेगेटिभ भएको छ भने अब यसमा चाहिँ थोरै करेक्सन आउँछ कि भन्ने चाहिँ देखिन्छ।
1 डे टाइम फ्रेमबाट यो चाहिँ ह्याङ्गिङ म्यान जस्तो बनेको छ भनेपछि यो चाहिँ सुटिङ स्टार जस्तो बनेको छ भनेपछि मार्केटले भोलि यो चाहिँ 2670 को लेभलसम्म आएर मार्केटले अब त्यसपछि माथितिरको यात्रा बनाउन सक्ने देखिएको छ है त। इन्टरडेमा धेरै किनबेच भइरहेको छ, मार्केट घट्न मानिरहेको छैन। भोलि नै फेरि 2720 भन्दा माथि बस्यो भने यो लेभलबाट माथि चाहिँ बजार जान सक्छ। अब हामीले के गर्ने त भन्दाखेरि अहिले चाहिँ हामी खरिद गर्नको लागि डराउने हैन। जति मार्केट घट्छ खरिद गर्दै जाने हो। प्रॉफिट बुक गर्नेहरूले बुक गर्दै जान्छन्। मार्केट घट्दै गयो भने हामी चाहिँ के गर्ने, एभरेजिङ गर्ने, नयाँ खरिद गर्ने कामहरू चाहिँ गर्नुपर्ने हुन्छ है त। 2670 को लेभलसम्म चाहिँ मैले हिजो पनि तपाईहरुलाई भनेको थिएँ, जो डरेका उ मरेका। अहिले किन्ने बेलामा डराउने होइन, एभरेज गर्ने बेला डराउने होइन। एभरेज गर्ने बेला अहिले नै हो र किन्ने बेला चाहिँ अहिले नै हो है। ल यो कुरामा चाहिँ तपाईहरुले ध्यान दिनु होला। र भोलि चाहिँ हामी यो 3000 को लाइनमा पुगेपछि त्यहाँ चाहिँ किन्नको लागि डराउँला, बरु चाहिँ त्यहाँ चाहिँ बेच्नको लागि चाहिँ हामी ग्रिड नगरौँला है त। अहिले चाहिँ हामी के गर्छौँ भन्दाखेरि अहिले जति करेक्सन हुन्छ हामी एभरेज गर्छौँ, जति करेक्सन हुन्छ हामी नयाँ बाईको लागि यहाँ सेटअप चाहिँ खोज्छौँ है। हरेक करेक्सनहरू अहिलेका चाहिँ बाइङ अपर्च्युनिटी हुन् भन्न चाहिँ म चाहन्छु है त। 2720 भन्दा माथि बस्यो भने मार्केट हामी यही ठाउँमा बाई गर्न थालिहाल्नेछौँ। मार्केट घटेर 2670 को आसपासमा आएर एउटा राम्रो ग्रिन क्यान्डल बनायो भने यो ठाउँमा चाहिँ हामी मस्त चाहिँ किन्नको लागि रेडी हुनेछौँ है त। ल मनले थाम्न सक्दैन, जति मूल्यमा पनि मान्छेहरू किन्न चाहिँ आइहाल्छन्। अहिले चाहिँ सस्तो मूल्यमा उनीहरूलाई किन्न डर लाग्छ। यो तपाईहरु जब डराउनुहुन्छ, जब कन्फ्युजमा हुनुहुन्छ किनौँ कि घटिहाल्छ कि मार्केट भन्ने लाग्छ भने त्यति बेला किन्ने हो के। र यहाँ चाहिँ गएपछि तपाईँ के भन्नुहुन्छ भने चाहिँ नबेचौँ कि अझ बढ्छ कि अझ बढ्छ कि भन्ने चाहिँ हुन्छ नि। यहाँ माथि गएपछि ओहो 3000 कट्न थाल्यो, अब बढ्छ कि मार्केट अझै बढ्छ कि नबेचौँ भन्नुहुन्छ नि। त्यस्तो बेला फेरि के गर्ने हो, तपाईहरु चाहिँ मार्केट यहाँ धेरै समय रोकियो भने यहाँ चाहिँ बेच्ने नै हो है त। यति कुरा चाहिँ भन्न सक्छु म। अहिले चाहिँ एउटा सामान्य र्याली गइसकेपछि एउटा हायर लो बनाउन आउला मार्केट। भोलि सामान्य हायर लो 2670 सम्मको यो सम्म चाहिँ आयो भने मस्तसँग तपाईहरु बाई गर्न सक्नुहुन्छ है। बैंकिङ इन्डेक्स अहिले सप्लाई जोनमा छ। बैंक चाहिँ यो सप्लाई जोनमा भएको कारणले केही समय चाहिँ यहाँ रोकिएको छ। जब यसले चाहिँ यो सप्लाई जोनलाई ब्रेक आउट दिन्छ र यसलाई यस्तो बनाएर माथि जानुपर्ने हुन्छ बैंक, अनि चाहिँ बल्ल र्याली आउँछ। अहिले चाहिँ तपाईको स्टकहरू नबढ्नुको कारण 1-2 रुपैयाँ घट्नुको कारण के हो भने यो सप्लाई एरिया छ। सप्लाई एरियामा चाहिँ अब यो ठाउँमा किनेका, यो ठाउँमा किनेका, यो ठाउँमा किनेकाहरूले चाहिँ बेच्ने गर्छन् सावा आउन बित्तिकै, अथवा यो ठाउँमा किनेकाहरूले यहाँ प्रॉफिट बुक गरिहाल्छन् घट्छ भनेर। त्यसकारणले यो चाहिँ यहाँ अलिकति प्रेसर आउँछ। सामान्य खालको क्यान्डलहरू बनाएछन्, यो ठाउँमा यस्तो खालको क्यान्डल बन्नु स्वाभाविक हो। भोलि के हुनु पर्यो, यसलाई चाहिँ ब्रेक आउट गरेर माथि जानु पर्यो, सामान्य रिटेस्ट गरेर माथि नै सस्टेन हुनु पर्यो, अनि चाहिँ बल्ल बैंकमा चाहिँ र्याली आउँछ। त्यसपछि बैंक चाहिँ आक्रामक रूपमा किन्ने बेला चाहिँ हुन्छ है त। र अहिले चाहिँ पोजिसनल ट्रेड गर्नेहरूले तपाईहरुको चाहिँ बैंकको यस्तो स्ट्रक्चर अहिले देखिसकेका छन् उनीहरूले। र अहिले नै यो तल्लो ठाउँमा त सस्तोमा पाइन्छ, धेरै किताबहरू पाइन्छन् भने चाहिँ अहिले नै बैंकहरू किन्न थालेको चाहिँ मैले अनुमान गरेको छु। र बैंकले भोलि यसलाई ब्रेकआउट दिन बित्तिकै र रिटेस्ट गरेर माथि जान थाल्यो भने ठुलो र्याली आउन सक्ने देखिन्छ बैंकमा है त। डेभलपमेन्ट बैंकले आईसीटी को रुल अनुसार यो चाहिँ सीआईएसटी पोइन्टलाई चाहिँ ब्रेकआउट दिएर माथि गयो। यो चाहिँ तल आउनु भएन है त। अब 5270 भन्दा तल आउनु भएन डेभलपमेन्ट बैंक। यो भन्दा तल नआएको खण्डमा यसमा चाहिँ एकदम ठुलो र्याली आउन सक्ने देखिन्छ। यो चाहिँ इन्भर्टेड हेड एन्ड शोल्डर प्याटर्न चाहिँ बनाएको देखिन्छ है त। बैंकले, डेभलपमेन्ट बैंकले इन्भर्टेड हेड एन्ड शोल्डर प्याटर्न बन्ने चाहिँ यहाँबाट फर्किन थाल्यो भने त्यसपछि यसको चाहिँ र्याली यो सम्मको चाहिँ आउन सक्छ। डेभलपमेन्ट बैंक पनि एकदम क्रुसियल पोइन्टमा छ। अब रिटेस्ट सकाएर माथि जान थाल्यो भने ग्रिन क्यान्डल बन्यो भने आक्रामक रूपमा बाइङ गर्न सकिन्छ डेभलपमेन्ट बैंकमा। ल फाइनान्स पनि के देखिन्छ भन्दाखेरि यो ठाउँमा सप्लाई छ, यो ठाउँमा चाहिँ सपोर्ट छ। आज मार्केट चाहिँ यो सपोर्ट एरियाको नजिक आएर माथि नै बसेको छ र यो रेजिस्टेन्सलाई यसले चाहिँ ब्रेकआउट गर्न सकेको छैन। जब यसले चाहिँ यसरी ब्रेकआउट गरेर माथि जान्छ, रिटेस्ट सामान्य रिटेस्ट गर्छ र यहाँबाट एउटा माथि नै सस्टेन भएर एउटा ग्रिन क्यान्डल बनाउँछ भने ठुलो उछाल आउन सक्छ। यो कुरालाई पनि हेर्नु होला। नेप्से जस्तै फाइनान्स पनि क्रुसियल पोइन्टमा छ। भोलि चाहिँ यसलाई ब्रेकआउट गर्यो र यसरी सामान्य रिटेस्ट आयो, रिटेस्ट आएर माथि यो माथि नै सस्टेन भएर ग्रिन क्यान्डल बन्यो भने राम्रो र्याली आउन सक्छ फाइनान्समा पनि है त। यो कुरालाई पनि हेर्नु होला। फाइनान्स पनि पोजिटिभ हुँदैछ। टर्नओभर पर्सपेक्टिभबाट हेर्दा टर्नओभर पनि बढ्दैछ है त। होटल चाहिँ अहिले बियरिस क्यारेक्टर नै देखाइरहेको छ होटलले।
यदि यसको चाहिँ बुल रिज्युम हुने हो भने यो चाहिँ माथि जानुपर्ने हुन्छ, करिब 7840 को लेभलमा पुगेर फेरि चाहिँ 7590 को लेभलबाट फर्किन थाल्यो भने होटलमा बल्ल पोजिटिभ हुन्छ, नत्र भने अहिले होटल चाहिँ त्यति पोजिटिभ छैन। योबाटै रिजेक्सन खाएर फर्किन थालेको छ। एउटा राम्रो रेड क्यान्डल बनायो भने यसको यात्रा चाहिँ तलैतिर हुन सक्ने देखिन्छ है त। बुल भए पनि होटल चाहिँ तलतिर आउन सक्छ, त्यो कुरालाई पनि ध्यान दिउँ। र यसरी यसलाई ब्रेकआउट गरेर माथि गयो भने माथितिरकै यात्रा चाहिँ हुन्छ फेरि होटलको पनि। म्यानुफ्याक्चरले चाहिँ के गरेको छ भने यो लेभललाई ब्रेकआउट गरेर तल आएको थियो, यसलाई चाहिँ टेस्ट गरेर आज चाहिँ के गरेको छ, ब्रेकआउट दिएको छ, माथि बसेको छ। अब म्यानुफ्याक्चर चाहिँ यो लेभलभन्दा माथि बस्नु पऱ्यो, यहाँ सस्टेन हुनु पऱ्यो। यसरी सस्टेन भयो भने मात्रै यसको यात्रा माथि हुन्छ होइन। भोलिको क्यान्डल फेरि यहाँ रातो चाहिँ क्यान्डल बनेर तलतिर बस्न थाल्यो भने यसको यात्रा पनि फेरि तलतिरकै हुन सक्ने देखिन्छ। म्यानुफ्याक्चर चाहिँ पोजिटिभ हुन थालेको छ, नेगेटिभको सिनारियो देखाएको छैन, पोजिटिभको सिनारियो देखाएको छ। यो माथि बस्यो भने सस्टेन भयो भने चाहिँ पोजिटिभ हुन्छ, यहाँबाटै फेरि फर्किन थाल्यो भने नेगेटिभ हुन्छ है त। म्यानुफ्याक्चर र होटलमा उस्तै देखिएको छ। माइक्रो फाइनेन्सलाई हेर्दाखेरि यसले चाहिँ आफ्नो यो एकदम ठुलो सपोर्ट एरिया थियो, यसलाई चाहिँ ब्रेकआउट गरेर तल गयो, तल गएपछि चाहिँ अहिले माथि रिज्युम भएको छ, रिज्युम भएर माथि आइसकेको छ होइन। माइक्रो फाइनेन्स योभन्दा माथि बस्यो, यहाँ चाहिँ सस्टेन भयो, सस्टेन भएरै होइन, यसरी सस्टेन भएर माथि जान थाल्यो भने यस्तो खालको यो माथि नै सस्टेन भयो भने माइक्रो फाइनेन्समा चाहिँ ठुलो र्याली आउँछ। अथवा माइक्रो फाइनेन्समा चाहिँ योबाट चाहिँ फेरि के भयो, अलिकता योसम्म करेक्सन आयो, यो ठाउँमा एउटा हायर लो बनायो, यहाँ राम्रो ग्रिन क्यान्डल बनाएर जान थाल्यो भने योमा पनि ठुलो र्याली आउन सक्ने देखिन्छ माइक्रो फाइनेन्समा पनि है त। ल माइक्रो फाइनेन्स पनि नेगेटिभ छैन, सप्लाई जोन चाहिँ फेस गरिरहेको छ, करेक्सन आउने हो कि अथवा यसलाई ब्रेकआउट गरेर माथि जाने हो भन्ने कुरामा चाहिँ छ है त माइक्रो फाइनेन्स। लाइफ इन्सुरेन्स हेरौँ, लाइफ इन्सुरेन्समा यो जुन मेजर सपोर्ट थियो यसलाई पनि ब्रेकडाउन लिएर तल गयो र एउटा चाहिँ यो सामान्य पहिला चाहिँ योबाट फर्केको थियो मार्केट भने अहिले पनि ठ्याक्कै यसकै लेभलमा आएर मार्केट फर्केको छ लाइफ इन्सुरेन्सको होइन। र अहिले चाहिँ रिज्युम भएको छ र यो चाहिँ सामान्य यहाँ चाहिँ के छ, रेजिस्टेन्स चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यो ठाउँमा चाहिँ सामान्य रेजिस्टेन्स, यही रेजिस्टेन्स बनाएर यसलाई फर्किने कोसिस गरिरहेको छ। यदि फर्कियो र 12,000सम्म आएर माथि जान थाल्यो भने लाइफ इन्सुरेन्समा राम्रो र्याली आउन सक्छ। अथवा यो ठाउँमा करेक्सन नआएरै आज करेक्सन आइसकेको छ, भोलि यसलाई ब्रेकआउट गर्ने, ब्रेकआउट गरेर यहाँ चाहिँ सस्टेन हुने माथि, यसरी सस्टेन भएर चाहिँ मार्केट चाहिँ के हुनसक्छ, फेरि चाहिँ माथि चाहिँ जान सक्छ। यसको पनि दुईवटा सिनारी देखियो, ब्रेकआउट गरेर सस्टेन भएर माथि जाने, अर्को चाहिँ एउटा सामान्य रिटेस्ट आएर रिटेस्ट गरेर माथि जाने सक्ने सम्भावना देखिएको छ। त्यस्तै नन लाइफ इन्सुरेन्स हेरौँ, नन लाइफमा हेर्दाखेरि यो नन लाइफ यसको एकदम स्ट्रङ सपोर्ट एरियामा आएर फर्किएको हो र यहाँ आउँदाखेरि यसरी हायर लो बनाउँदै गएको देखिन्छ भने यो ठाउँमा चाहिँ के छ भन्दाखेरि यो नन लाइफको रेजिस्टेन्स एरिया हो यो होइन। यो ठाउँमा रेजिस्टेन्स थियो त्यो ठाउँमा, त्यस कारणले गर्दाखेरि यहाँ गएर सामान्य रेजिस्टेन्स फेस गर्यो। अब यहाँ चाहिँ हायर लो बनाएर मार्केट चाहिँ यसरी माथि जान सक्ने सम्भावना एकदम देखिएको छ। यस्तो हायर लो बनायो भने यसको चाहिँ यहाँ के देखिन्छ भने इन्भर्टेड हेड एन्ड सोल्जर प्याटर्न पनि यस्तो बन्छ र यस्तो प्याटर्न बन्छ र यसरी चाहिँ मार्केट चाहिँ माथि जान्छ। यो यहाँ चाहिँ एउटा लोमा हामी चाहिँ नन लाइफमा चाहिँ किन्नको लागि रेडी भएर बस्न सक्छौँ है त। ल नन लाइफमा चाहिँ रिस्क छैन, रिस्क फ्री छ नन लाइफ चाहिँ हेर्न सकिन्छ। त्यस्तै गरेर अदर इन्डेक्स हेरौँ, अदर इन्डेक्समा पनि एउटा राम्रो र्याली आइसकेपछि यो ठाउँमा चाहिँ यसको के थियो, रेजिस्टेन्स थियो, रेजिस्टेन्सलाई ब्रेक गरेर माथि गयो होइन। माथि गयो, बुल रिज्युम भयो, रिज्युम भइसकेपछि यसलाई ब्रेक गरेपछि सुई जाँदैन मार्केट, अनि यहाँबाट सामान्य रिटेस्ट आउँछ। यो लेभलबाट फेरि फर्किन थाल्यो भने अब यीहरूमा उछाल आउन सक्छ। अदर सेक्टर चाहिँ के हुनु पऱ्यो भन्दा 1972 भन्दा तल आउनु भएन। अब एउटा चाहिँ ग्रिन क्यान्डल बन्यो भने तपाईहरु एचआरएल एनआरआईसी जस्ताहरुमा चाम आउन सक्छ। अदर सेक्टर चाहिँ पोजिटिभ छ, ब्रेकआउट दिएको छ र रिटेस्ट गर्न आएको छ, यो एकदम राम्रो छ। अब चाहिँ यहाँ कन्फर्मेसन हुनु पर्यो बाइको लागि है त। अदर सेक्टर पनि एकदम पोजिटिभ भएको छ। त्यस्तै ट्रेडिङ इन्डेक्सहरु, ट्रेडिङ इन्डेक्समा यहाँ चाहिँ सप्लाई थियो, सप्लाईमा फेस खाएर सप्लाईमा चाहिँ यसले चाहिँ फेस गरेर यहाँ माथि बस्न सकेन, तल आयो र फेरि चाहिँ तल्लो लेभलमा आइसकेको छ भने चाहिँ अब ट्रेडिङ इन्डेक्स फेरि यो लेभलमा आएर मात्रै यसरी डब्लु प्याटर्न बनाएर माथि जान सक्ने सम्भावना देखियो है त। यसको चाहिँ के हुन सक्यो, यस्तो खालको चाहिँ डब्लु प्याटर्न बनाएर
यस्तो खालको डब्लु प्याटर्न बनाएर मात्रै यो चाहिँ माथि जान सक्ने सम्भावना देखियो। भोलि यो लेभलबाट आएर मात्रै मार्केट फर्किन सक्छ। यदि भोलि बीबीसी चाहिँ घटेर यो लेभलमा आयो भने भोलि पनि करेक्सन आउन सक्छ मार्केटमा 2670 सम्मको। त्यसपछि फेरि बीबीसी यो ठाउँबाट आएपछि त बढ्ने नै हो भनेपछि फेरि बीबीसीले मार्केटलाई बढ्नको लागि हेल्प गरिहाल्छ अर्को दिनबाट है त। शुक्रबारबाट मार्केट चाहिँ बढेर माथि जान सक्ने सम्भावना अत्यधिक देखिन्छ। ल हाइड्रो पावर पनि एकदम नै पोजिटिभ भएको छ। यो ठाउँमा चाहिँ सप्लाई थियो, सप्लाईलाई ब्रेकआउट दियो, ब्रेकआउट दिएर रिट्रेस गर्न आज सानसाना क्यान्डलहरू बनेको छ भने भोलि यो ठाउँमा राम्रो ग्रिन क्यान्डल बन्छ भने हाइड्रो पावरको चाहिँ अल टाइम हाई भन्दा पनि माथि चाहिँ जान सक्ने सम्भावना देखिएको छ। हाइड्रोमा चाहिँ अल टाइम हाई भन्दा माथि जान सक्ने सम्भावना देखिएको छ। आज इन्डिसिजन क्यान्डलहरू दुईवटा क्यान्डल बनेका छन् भने यो माथि नै सस्टेन भएको छ भनेपछि भोलि नै योबाट ग्रिन क्यान्डल बनेर माथि जान थाल्यो भने हाइड्रो पावरमा चाहिँ भोलि चाहिँ राम्रो चाम आउन सक्छ। त्यस्तै गरेर इन्भेस्टमेन्ट इन्डेक्स हेरौँ। इन्भेस्टमेन्ट इन्डेक्समा यो ठाउँमा सप्लाई थियो, सप्लाई एरियालाई यसले चाहिँ के गरेको छ, ब्रेकआउट दियो, ब्रेकआउट दिएर यो पनि हाइड्रो जस्तै छ होइन, ब्रेकआउट दियो, ब्रेकआउट दिएर सानसाना क्यान्डल यहाँ चाहिँ सस्टेन हुन खोजिरहेको छ। अब एउटा ग्रिन क्यान्डल चाहियो। ग्रिन क्यान्डल भएपछि यो चाहिँ राम्रो तीव्र गतिले जान्छ। यसमा भएका एचआइडिसिएल, निफ्रा जस्ता, सिएचडिसी होइन जस्ता कम्पनीहरूमा यसमा केही समय चाहिँ वृद्धि हुन सक्ने देखिएको छ। इन्भेस्टमेन्ट इन्डेक्स पनि एकदम नै राम्रो क्लियर कट पोजिटिभ देखिएको छ। गप्पी मल्टिपल प्याटर्नबाट हेर्दाखेरि के भएको छ, यसलाई ब्रेकआउट दियो, लाइनभन्दा माथि गयो, रिटेस्ट आयो। अब यो हेर्नु त यसलाई चाहिँ सपोर्ट बनाएर मार्केट माथि फर्किन खोजिरहेको छ भनेपछि गप्पी मल्टिपल इन्डिकेटरबाट मार्केट चाहिँ एकदम पोजिटिभ देखिएको छ। यी राता लाइनहरूमै रिजेक्सन खाएर माथितिर जाँदैछ भनेपछि अब यी चाहिँ लाइनहरू चाहिँ के हुनु पर्यो, राता लाइनभन्दा माथि जानु पर्यो र यस्तो खालको सिनारियो बन्यो भने एउटा ठुलो र्याली आउन सक्ने इन्डिकेट गरेको छ गप्पी मल्टिपल इन्डिकेटरले है त। विलियम एलिगेटरबाट नि मार्केट एकदम क्लियर कट पोजिटिभ छ। यो जलाई पनि ब्रेकआउट दिएर माथि गयो, रिटेस्ट गर्यो, फेरि जलाई नै सपोर्ट गराएर मार्केट माथि जाँदैछ भनेपछि अब यी लाइनहरू, यी टिथ र लिप्स चाहिँ जभन्दा माथि जानु पर्यो र मार्केट चाहिँ बढ्दै जानु पर्यो भने यस्तो सिनारियो भयो भने विलियम एलिगेटर पुग्दै जानेछ र बुल चाहिँ एकदम कन्फर्म रूपमा आउँछ भनेर यसले चाहिँ इन्डिकेट गरिरहेको छ है त। आज एरोनलाई हेर्दा 100बाट 92 मा आएको छ भनेपछि अलिकति बाइङ गर्न चाहिँ छोडेको जस्तो देखिन्छ भने सेलरहरू अझ कमजोर हुँदै गएका छन्। 57 मा आएको छ, सेलरहरू एकदम कमजोर हुँदै गइरहेका छन् भनेपछि अब चाहिँ यो यही कन्सोलिडेट हुनु पर्यो है त। यो चाहिँ एरोन अप चाहिँ के हुनु पर्यो, माथि नै बस्नु पर्यो है। 70 भन्दा माथि चाहिँ बस्नु पर्यो एरोन अप। तल आउने फेरि 70 बाट माथि जाने, फेरि 100 बाट तल आउने 70 बाट माथि जाने हुनु पर्यो। यस्तो खालको चाहिँ हुनु पर्यो है त। एरोन चाहिँ यस्तो भएपछि मात्र र्याली आउँछ भनेपछि यो सेलर चाहिँ के हुनु पर्यो, कमजोर हुँदै जानु पर्यो, तल तल आउनु पर्यो। यो चाहिँ 0 को लेभलमा आउनु पर्यो भनेपछि 57 भनेपछि सेलर अझै पनि बाँकी छन्। यो 100 मा यसरी चाहिँ एकुमुलेट भएर बसेका सेलरहरू अहिले 81 चाहिँ कमजोर भएर 57 मा आइसकेका छन्। यो चाहिँ 0 मा आयो भने मार्केट चाहिँ द्रुत गतिले माथि जान्छ भन्ने कुरा देखाउँछ है त एरोनबाट। म्याक्डी हेरौँ। म्याक्डीमा मोमेन्टम झन् बढ्दैछ, बारहरू झन् गाडा गाडा हुँदैछन् भनेपछि भर्खर बाई क्रसओभर आएको छ भनेपछि यसमा डराउनु पर्ने कुरो केही छैन। सामान्य करेक्सन आएर मार्केट चाहिँ माथि जाने नै देखिन्छ है त। त्यसपछि आरएसआई हेरौँ। आरएसआई पनि 60 को लेभलबाट अलिकता 55 को लेभलसम्म आएर माथि फर्किन्छ कि भन्ने हामीले चाहिँ अनुमान गरेका थियौँ। यसरी चाहिँ यो 55 लेभलसम्म आएर 50-55 को लेभलसम्म आएर यसरी आरएसआई माथि जान्छ होला भन्ने चाहिँ अनुमान गरेको थियौँ। त्यस्तै हुँदैछ हैन। आरएसआई पनि अब यो चाहिँ माथितिर फर्किन थाल्यो भने करेक्सन पनि सकिन्छ र आरएसआई पनि माथितिर लाग्छ भने इन्डिकेटरहरू नेगेटिभ छैनन्, सेक्टरहरू कुनै पनि नेगेटिभ छैनन्। होटल र म्यानुफ्याक्चरमा अलिकति शङ्का गर्ने ठाउँ छ, अन्य सेक्टरहरू एकदम नै पोजिटिभ छन्। अहिले चाहिँ करेक्सन भइरहेको छ। यो करेक्सनमा अब एउटा राम्रो बाइङ सेटअप बन्यो भने ठुलो मात्रामा पैसा चाहिँ छिर्नेवाला छ बजारमा। त्यो कुरालाई चाहिँ ध्यान दिनु होला। अहिले डराउने बेला होइन, हरेक करेक्सनहरूलाई बाइङ गर्ने अपर्च्युनिटीको रूपमा लिने हो है त। 2800 बाट फर्केर आयो भने 2720 मा क्यान्डल बन्यो भने बाई गर्ने भनेको थिएँ र यो ठाउँबाटै फर्किन्छ र मार्केट चाहिँ 2670 बाट फर्किन्छ भने बाइक भनेको थिएँ भनेपछि अब मार्केट त्यस्तै हुने अवस्था देखिएको छ भनेपछि यो भिडियोको निष्कर्ष के भयो भने मार्केट चाहिँ करेक्सन भयो भने 2670 बाट फर्किन थाल्यो भने पोजिटिभ हैन। भोलि नै फेरि योबाट माथि बस्यो भने सिधै 2800 मा करेक्सन नआएर सिधै 3000 को लाइनतिर मार्केट चाहिँ जान्छ भन्ने निष्कर्ष निकाल्दै आजको नेप्सी अपडेट यही सकाउँछु। हस्त नमस्कार, धन्यवाद।